आज हामी धेरै सामान्य तर निकै पीडादायक समस्या किडनी स्टोनको बारेमा कुरा गर्छौँ। नेपालीमा मृगौलाको पत्थरी पनि भनिन्छ। किडनी स्टोन भनेको हाम्रो मृगौलाले रगत सफा गरेर पिसाब बनाउँछ, तर जब पिसाबमा रहेका खनिज पदार्थहरू जस्तै क्याल्सियम, युरिक एसिड, अक्जालेट आदि धेरै भएर पानी कम हुन्छ, ती पदार्थ जमेर कडा ढुङ्गा जस्तै हुन्छन्। यसलाई नै किडनी स्टोन भनिन्छ। किडनी स्टोन हुनु सबैभन्दा ठुलो कारण हो पर्याप्त मात्रामा पानी नपिउनु। पानी कम हुँदा पिसाब गाढा हुन्छ र खनिज पदार्थ सजिलै जम्न थाल्छ। त्यस्तै गरी दोस्रो कारणमा नुनहरू धेरै खाने बानी, जङ्क फुड, प्रोसेस फुड खाना र धेरै मासु खानाले। तेस्रो, पारिवारिक इतिहास। यदि तपाईँको घरमा कसैलाई किडनी स्टोन भएको थियो भने तपाईँलाई पनि हुने सम्भावना प्रबल रहन्छ। अब किडनी स्टोनका लक्षणहरू बुझौँ। किडनी स्टोनको दुखाइ साधारण दुखाइ होइन। यो दुखाइ अकस्मात सुरु हुन्छ। कम्मरको एकातिर चर्को दुखाइ भएर पेट र जाङतिर सर्दछ। पिसाब गर्दाखेरि जलन, पिसाबमा रगत देखिने, बारम्बार पिसाब आउने, कहिलेकाहीँ ज्वरो पनि आउने, बान्ता एवं वाकवाकी लाग्ने। धेरै मानिसहरूले किडनी स्टोन भयो अथवा दुखाइ भयो भने पेनकिलर किनेर खान्छन्, तर याद राख्नुहोस्, पेनकिलर खानु अथवा दुखाइ दबाउनु उपचार होइन। अब उपचारतिर जाउँ। किडनी स्टोन हुँदा यदि तपाईँको किडनी स्टोन एकदमै कम छ, अर्थात् 10 mm भन्दा कम छ भने तपाईँलाई सजिलै पानी पर्याप्त मात्रामा पिउनुभयो भने सजिलै उपचार गर्न सकिन्छ। त्यस्तै गरी 10 mm अथवा 15 mm भन्दा ठुलो छ भने तपाईँलाई सर्जरीको आवश्यक हुनसक्छ। लिथोट्रिप्सी, ESWL एवं अन्य धेरै शल्य चिकित्साहरू एभाइलेबल छन्। यदि तपाईँलाई बार स्टोन हुने समस्या छ भने आफै औषधि नखानुहोस्। पिसाब, अल्ट्रासाउन्ड र आवश्यक जाँच गराएर डाक्टरको सल्लाह लिनुहोस्। याद राख्नुहोस्, किडनी स्टोन समयमै नियन्त्रण गरिएन भने इन्फेक्सन, किडनी ड्यामेज जस्ता गम्भीर समस्याहरू हुन सक्छन्। त्यसैले दुखाइलाई व्यवस्था नगर्नुहोला। समयमै जाँच, सही उपचार र सही जीवनशैली अपनाउनुहोस्। आजकल धेरै मानिसहरूले डाक्टरको सल्लाह बिना भिटामिन डी लिइरहेका छन्। याद राख्नुहोस्, भिटामिन डी धेरै भयो भने शरीरले क्याल्सियम बढी सोच्छ। यो क्याल्सियम रगत हुँदै मृगौलामा पनि पुग्छ र ढुङ्गा बन्ने जोखिम प्रबल रहन्छ। त्यसैले बिना जाँच भिटामिन डी नखानुहोस्। लामो समय हाई सप्लिमेन्ट डोजहरू खतरनाक हुन सक्छन्। किडनी स्टोन भएका बिरामीले भिटामिन डी डाक्टरको सल्लाह बिना कदापि नलिनुहोस्।